दलबीर सिंह लोहार इनको जन्म 1915 सनको आजकै दिनमा अर्थात् 26 जनवरी दिनको जन्म भएको थियो। डिब्रुगढको खलियामारी भन्ने गाउँमा उहाँको जन्म भएको थियो 1915 को आजकै दिनमा। उहाँको पिताको नाम थियो अनन्तराम लोहार, आमाको नाम थियो दशमी दत्त। दत्त हुँदाखेरि उहाँको आमाको नाम दत्त किन भन्दाखेरि असमिया भाषी हुनुहुन्थ्यो। अब उहाँको आमा दलबीर सिंह लोहारकै आमा र दत्त लेख्नुहुन्थ्यो, उहाँले पछि गएर उहाँले लोहार लेख्नुभयो। त्यसै गरी अनन्तरामका छोरा 4 भाइ छोरा र एउटी छोरीको भित्र दलबीर सिंह लोहार सबभन्दा कान्छा छोरा थिए। छोरीको नाम जसोदा थियो, मुक्ति सिंह लोहार, नन्दलाल लोहार र कर्ण सिंह लोहार, यसरी उहाँहरूको परिवार थियो। उहाँको परिवारमा कान्छा छोरा भएर दलबीर सिंह लोहारले डिब्रुगढमै उहाँको स्थानीय छाममै शिक्षा सुरु गर्नुभएको थियो। मात्र उहाँले कक्षा 8 मात्रै पढ्नुभयो, धेरै पनि पढ्नु भएन। हेर्नुहोस्, तपाईँ चिन्ता गर्नुहोस्, मात्र एउटा कक्षा 8 पढेर क्लास 8 श्रेणी मात्र पढेर उहाँले कहाँसम्म गर्नुभएको छ तपाईँहरू छक्क पर्ने कुरा आज तपाईँलाई भन्न चाहन्छु। र समाजसेवा गर्नको लागि, काम गर्नका लागि शिक्षा पनि धेरै ठुलो होइन र शिक्षा नभए पनि आफूसँग हामीसँग सहमत हुन्छ भनेदेखि, हाम्रो उपस्थिति हुन्छ भने, हाम्रो इच्छा हुन्छ भनेदेखि, हाम्रो मनोभाव खुला हुन्छ भने हामीले शिक्षा मात्रै नभएर पनि धेरै काम गर्न सकिन्छ भन्ने प्रमाण दलबीर सिंह लोहारले दिनुभएको छ हामीलाई। मात्र कक्षा 8 पढेको मान्छे व्यक्ति एकजनाले हेर्नुहोस्, असमको पहिलो गोर्खा विधायक वा पहिलो नेपाली एमएलए हुनु के सानो कुरा हो त? त्यस समयको कुरो किन गरोस्, आजभन्दा 50-60 वर्ष अगाडि यो कुरामा त्यस समयमा कति सङ्घर्ष जातिको कति जातिको कथा थियो होला, कति हामीलाई उत्तरले गएर कति अत्याचार गर्थ्यो होला, दलित भएर हिँडेका धेरै गर्थ्यो होला। त्यस समयमा पनि एकजना दलित परिवारबाट विश्वकर्मा समाजबाट एकजना नेपाली जातिमा पहिलो नेपाली एमएलए हुन असमको लागि त्यस्तो सानो कुरो थिएन। 1951 सालमा डिब्रुगढको खेल मैदानमा महात्मा गान्धीको आगमन भएको थियो। महात्मा गान्धी आउँदाखेरि जुन एउटा प्रदर्शन गरिएको थियो, जुन शोभायात्रा गरिएको थियो, शोभायात्रामा सबभन्दा अगाडि मात्र 15 वर्षको व्यक्ति, सबभन्दा अगाडि झन्डा लिएर तिरङ्गा झन्डा लिएर उभिने व्यक्ति दलबीर सिंह लोहार हुनुहुन्थ्यो। उहाँलाई देखेर महात्मा गान्धीले पनि छक्क पर्नुभएको थियो। को त बालक, बोला उसलाई, बोलाइए उनको भएर उहाँले आह्वान गर्नुभएको थियो। त्यस्ता एकजना साहसी व्यक्ति थिए दलबीर सिंह लोहार। धेरै पढ्न पाउनु भएन, घरको आर्थिक अवस्था अलिकति दयनीय थियो। उहाँका पिता अनन्तराम चापात बगानमा मिस्त्री काम गर्नुहुन्थ्यो, अलिकति गरिबीले खाएको थियो। धेरै सक्नु भएन उहाँले पढ्न र देश सेवामा लाग्नुभयो। त्यसै गरी 1931 सालमा उहाँले जातीय काङ्ग्रेसमा जोइन गर्नुभयो। जोइन गरेपछि पहिलोपल्ट नै उहाँ पाकिस्तानको उसमा पढ्न जानुभयो। पाकिस्तानमा मिटिङ थियो, काङ्ग्रेसलाई समाप्त गर्न जानुभयो उहाँ। त्यसैको धेरै काम उहाँले गरिसक्नु भएको छ। र आजको यस समारोहमा तपाईँहरूलाई अब दलबीर सिंह लोहारको बारेमा त बोल्नै पर्ने हो, बोल्न निश्चय वक्ता भनिसकिएको छ। समयको त्यो दिएको पनि ख्याल गर्नुपर्ने हुन्छ। धेरै वक्ताहरूले बोल्नुपर्ने पनि जग्गा राखेको हुन्छ। हाम्रा अझै फेरि आउनै छ, विधायकजी आउनुहुन्छ होला। त्यसै गरी 1930 मा कराचीमा एउटा भेला भएको थियो, एउटा मिटिङ भएको थियो जातीय काङ्ग्रेसको। कराचीमै गएर उहाँले सभा गर्नुभयो। उहाँले आफ्नो असमको भएर उहाँ प्रतिनिधित्व गर्नुभयो। मिटिङमा गएर उहाँले धेरै कुराहरू यहाँ लिएर भारतमा उहाँले सुरु गर्नुभयो। त्यसपछि सन् 1931 मा एउटा विरोध थियो, तर्फबाट आइन थियो। आइनमा के थियो भनेदेखि लोकल स्थानीय मान्छेहरूले खुलेआम फिल्डमा गएर, समाजमा गएर देश स्वाधीन होस् भन्ने खालको नारा लगाउन पाउँदैन थिए। त्यस्तो एउटा आइन थियो जसले ब्रिटिसले गरेको थियो। ब्रिटिस आइनको विरुद्धमा उनले नारा लगाएर गाउँका मान्छेहरूलाई बोलाएर आउनुहोस् देश स्वाधीन गर्नुपर्छ भनेर देशको लागि, शान्तिको लागि उहाँले खुलेआम नारा लगाएर हिँडेको लागि ब्रिटिसले उहाँलाई थुनेर जेलमा थुन्यो। 3 वर्ष जेलमा रहनुभयो। जेलमा पनि बहुत अत्याचार गर्यो उहाँलाई। डिब्रुगढमा गढी जानुभयो, गढबाट फेरि उहाँलाई बलबाट पनि पुऱ्यायो जेल थुनेर। त्यसै गरी अनि फेरि उहाँले दोबारा नारा चलाउनुभयो, त्यसलाई पट्टि गर्नु भएन। कुनै पनि उहाँले साहस देखाएर आफ्नो प्रतिज्ञा पालन गर्न जानुभयो। अनि 1936 मा फेरि उहाँले डिब्रुगढबाट फेरि उहाँलाई
दलबीर सिंह लोहारलाई गलपारा ट्रान्सफर गरियो। यहाँ अब लोकल मान्छेहरूले चिसा गर्नुभयो, गलपारा लगेर उहाँलाई गलपारा जिम्मा राखियो। उहाँ पनि जुत्ताको बुटले ब्रिटिसहरूले उहाँलाई दाँत भाँचिदिएका थिए, उहाँलाई अत्याचार गरेका थिए उहाँलाई। तर पनि उहाँ पछि लट्नु भएन, उहाँ अग्रिम भएर अघि सर्नुभयो, त्यसको लागि काम गर्दै जानुभयो। त्यसरी नै सन् 1936 डिगबोईमा ट्रेड युनियन थियो, मजदुर युनियनको लागि काम गर्नुभयो। उहाँ भक्तबहादुर प्रधानहरूसँग लागेर ट्रेडको लागि धेरै काम गर्नुभयो, चिया बगानको लागि काम गर्नुभयो। चिया बगानको लागि त उहाँ एकजना पितृस्वर हुनुहुन्थ्यो, असमको चिया बगानको पितृ हुनुहुन्छ उहाँ। सबै असमको चिया बगानले अहिले पनि उहाँलाई मान्दछन्। तपाईँ थाहा होला, जग्गा जग्गामा चिया बगानको जग्गा जग्गामा लोहार जयन्ती मनाइन्छ, अझै पनि मनाइन्छ। एकपल्ट म हारमोती गएको थिएँ, हारमोतीमा त्यहाँ लोहार जयन्ती लेखेको छ। लोहार जयन्ती के हो हेरेर गएँ म, हेर्नु लोहार जयन्ती कहाँबाट आयो? लोहार त हाम्रो टाइटल हो। मैले त लोहार जयन्ती मनाएको छु। चापात बगानको मान्छेले, बगानी मान्छेहरूले लोहार जयन्ती मनाउँदा छन्। त्यो सानो कुरो हो त? हाम्रो त मनाए भिन्नै कुरा, पछाडि मनाएन। तर चापात बगानीहरूले, आदिवासीहरूले पनि दलबीर सिंह लोहारलाई मानेर लोहार जयन्ती मनाउँदा छन्। त्यो कुरो सानो कुरो होइन। त्यसरी नै चिया बगानको कुना कुना जानुभयो, उहाँ चियाको काम गर्नुभयो, चिया बगानीहरूलाई ट्रेनिङ दिनुभयो, चिया बगानका महिलाहरूलाई धेरै अनुदान दिनुभयो। अझै पनि डिब्रुगढमा चिया कल्याण समाज भन्ने उहाँले बनाएको बिल्डिङ छ। दलबीर सिंह लोहारले डिब्रुगढ सहरमा टाउनमै चिया श्रमिक निर्माण गठन गरेर घर बनाउनुभयो, छाडेर उहाँ ट्रेनिङ दिलाउनु भयो। पहिलो चिया मजदुर सङ्घको सभापति पनि दलबीर सिंह लोहार हुनुहुन्थ्यो। यो पनि सानो कुरो होइन। असम चिया मजदुर सङ्घका सभापति, पहिलो सभापति पनि दलबीर सिंह लोहार हुनुहुन्थ्यो। सभापति भएर असमको कुना कुना गरेर चिया बगानी मान्छेहरूलाई, गरिब मान्छेहरूलाई धेरै धेरै उपकार गर्नुभयो। उहाँले सरकारसँग लाग्नुभयो, त्यसरी गर्नुभयो। पछि फेरि तपाईँको जुन हाम्रा बानपानी बाढीले जुन मान्छेहरूलाई कष्ट दिएको थियो, दुःख पाएका थिए, त्यहाँ पनि गएर समाजसँग लागेर, देशसँग लागेर, सरकारसँग लागेर धेरै धेरै कामहरू उहाँले गरेर चाहिँ आउनुभएको थियो। त्यसै गरी 1939 जोरहाटमा आयोजन भयो आसाम ओलम्पिक खेल। मणिपुरका दलसँग उहाँले खेल्नुभयो। उहाँ हकी प्लेयर पनि हुनुहुन्थ्यो, राम्रो हकी खेल्नुहुन्थ्यो भन्ने हामीले जानकारी पाएका थियौँ। सन् 1941 सत्याग्रह आन्दोलन भएको, सत्याग्रह आन्दोलनमा पनि उहाँले भाग लिनुभयो। त्यसै गरी सन् 1942 को जुन भारत छोडो आन्दोलन थियो, त्यो आन्दोलनमा उहाँले सक्रिय भूमिका निभाएका लागि फेरि पनि उहाँले पुलिसले गिरफ्तार गरेर उहाँलाई जेल हानेर जेलबाट निस्केपछि फेरि छद्मवेश आफ्नो भेष बदली गरेर उहाँ दिमापुर गएर तपाईँको अन्डरग्राउन्ड गएर बसे। जब अन्डरग्राउन्ड गएर बस्नुभयो, त्यसमा उहाँ एकजना हाम्रा व्यक्ति हुनुहुन्थ्यो धर्मबहादुर सुनार। धर्मबहादुर वरिष्ठ साहित्यकार मान्छे हुनुहुन्थ्यो, जसले अरुणाचल गभर्मेन्टमा पनि उहाँले प्रशासनिक अधिकारीलाई काम गर्नुभएको थियो। शिक्षकबाट काम सुरु गरेपछि धर्मबहादुर सुनारले उहाँ चाहिँ दिमापुरदेखि दलबीर सिंह लोहारलाई पैसा पठाउनुहुन्थ्यो, चल्नको लागि चिठी लेखेर पठाउनुहुन्थ्यो, पैसा दिनुहुन्थ्यो। त्यो धर्मबहादुर सुनार पनि हामीले आज सम्झिनै पर्छ। उहाँसँग राम्रो सम्पर्क थियो धर्मबहादुर सुनारको। त्यसपछि 1942 सालमा फेरि उहाँलाई भारत छोडो आन्दोलनमा सक्रिय अंशग्रहण गरेका लागि, भोट प्रयोग गरेका लागि ब्रिटिसले फेरि पक्राउ गरेर 22 अक्टोबर 42 देखि 21 जनवरी 43 सम्म 3 महिनाको जेल फेरि उहाँलाई दियो। त्यसै गरी दिनाङ्क फेरि 13 फरवरीबाट पुनः 6 महिनाको कारावास दलबीर सिंहले खाट्नुभयो। धेरै कष्ट गर्नुभयो उहाँले देशको लागि, देशको लागि। त्यो कुरा हामीले बुझै पर्ने हो, जान्नै पर्ने हो। जब उहाँले धेरै काम गर्नुभयो समाजमा, चिया बगानको मान्छेहरूको व्यक्तिहरूको पुरा मुटुमा बस्नुभयो। हर चिया बगानी आदिवासी मान्छेहरूले दलबीर सिंह लोहारलाई सम्मान गर्छन्, पितृस्वर मान्दछन्। जब हाम्रो देश स्वाधीन भयो 1948 मा, त्यसको पहिलो चुनाव जब भयो 1950 मा, त्यस चुनावमा दलबीर सिंह लोहारलाई चिया बगानी आदिवासीहरूले भोटमा जिताउने भए, भोटमा अवसरमै भए। त्यहाँ के थियो भनेदेखि दलबीर सिंह लोहारका एकजना लोहार टाइटल लेखेका मान्छे व्यक्ति हुनुहुन्थेन। उहाँको थर थियो गजबेर। दलबीर सिंह लोहारको असली थर हो गजबेर। तपाईँलाई सबैलाई थाहा नहोला, थाहा होस्।
दलसिंह लोहारको अस्ति थर हो गजमेर। गजमेर थर भएकाले गर्दाखेरि उता नेपाली भए, त्यसले गर्दाखेरि हाम्रो जुन कोटा थियो, आदिवासीको कोटा जुन थियो इलेक्सन खेल्नको लागि, प्रतिनिधित्व गर्नको लागि अप्ठ्यारो भएकाले उहाँलाई के गर्यो भनेदेखि तपाईँहरू हाम्रो चिया बागानले कतिपयले चुनाव खेल्नुहोस् र लड्नुहोस्, तपाईँलाई हामी भोट दिइहाल्छौँ, तपाईँलाई हामी सिट दिइहाल्छौँ भनेर उहाँले चिया बागानी सबैले रिपोर्ट अनुरोध गरेपछि भने के भयो भनेदेखि 1945 मा अदालतमा गएर कोर्टमा गएर उहाँले एफिडेभिट गर्नुभयो कि दलसिंह लोहार भनेर। कोही त गजमेर थियो उहाँको नाम, दलसिंह लोहार गजमेरलाई उहाँले कोर्ट एफिडेभिट गरेर लोहार लेख्न सुरु गर्नुभयो। किनभने त्यो कोटाको लागि आदिवासीहरूको कोटामा जानुभएको थियो उहाँ र आदिवासीहरूको लागि त भने आदिवासीको लोहार पनि सायद थर हुँदो छैन, मेरो ख्यालले नि त आदिवासीहरूको लोहार थर आदिवासीको हुन्छ, त्यही लागि आदिवासीको थर उहाँले एफिडेभिट गरेर उहाँलाई टिकट दिलाए हो आदिवासीहरूले, चिया बागानीहरूले टिकट दिलाएपछि 1946 मा पहिलो चुनाव भयो। भारत स्वाधीनको पहिलो चुनावमै भाषणको कुरा गरिनँ मैले, पहिलो चुनावमै 46 मा जब पहिलो चुनाव भयो अन्तरिम सरकारको, त्यसमा पनि लाहोर तिनसुकियाबाट उहाँ एमएलए भएर विजयी हुनुभयो। यो पहिलो टाइम थियो। अनि फेरि जब 1947 मा 46 मा उहाँको विधानसभा पहिलो भाषण थियो, विधानसभामा यसरी बोल्नुहुन्थ्यो उहाँ, विधानसभाका ती अध्यक्षहरू एमएलएहरू पनि यति राम्रो भाषण दिन सक्नुहुन्थ्यो। त्यसै गरी कोही अन्तरिम गभर्मेन्टको एमएलए हुँदाहुँदै 1947 मा श्रीलङ्का एकजना कोइराला परिवारकी छोरी नरमायासित उहाँको विवाह भयो। दलसिंह लोहारको 1948 सालमा विवाह भएपछि उहाँ पुनः आफ्नो परिवारसँग डिब्रुगढमै बसेर देश सेवामा लागि पर्नुभयो। त्यसै गरी 1948 मा राष्ट्रिय कांग्रेस मजदुर कांग्रेसको असम सहायकको सभापतिमा तिर्नुभयो। अनि फेरि सन् 1948 मा असम चिया मजदुर संघको सभापति जस्तो दायित्वमा उहाँले पालन गर्नुभयो। त्यसै गरी 1950 को गोर्खा लीग अधिवेशनमा जुन भएको थियो दार्जिलिङमा, भारतीय गोर्खा लीगको कमिटीले पनि उहाँ सभापति भएर दायित्वभार ग्रहण गर्दै गर्नुभयो। त्यसपछि फेरि 1950 को 50 मा भएको भुइँचलोमा धेरै गाउँ गएर उहाँले दायित्व निभाउँदै गरिब व्यक्तिहरूलाई सहयोग गरेर जानुभयो। अनि 1952 मा आफूलाई थाहा होला 1952 मा पहिलोपटक भारतमा आम चुनाव भयो। आम चुनावमा इलेक्सन भयो। पहिलो चुनावमा उहाँले आफ्नो असम चिया संघ सभा सभापति भएर काम गर्नुभयो। त्यसै गरी पहिलो चुनावमा पनि उहाँ एमएलए भएर जित्नुभयो लाहोर समष्टिबाट, डिगबोई समष्टिबाट। पहिलोको लाहोर र दोस्रोबाट डिगबोईबाट उहाँले एमएलए भएर आफ्नो बोक्ने गर्नुभयो। एमएलए भएर पनि उहाँले असम विधानसभामा धेरै जबरजस्ती गरेर राम्रो कुराहरू गरेर एमएलए र मन्त्रीहरूलाई पुरा फुट गरेर उहाँले काम गर्नुहुन्थ्यो। त्यो खालको व्यक्तिको थियो उहाँको। त्यसै गरी 1962 मा चाइनाले आक्रमण गरेको थियो भारतमा। त्यसबेला पनि देश घुरेर असम उत्तर पूर्वाञ्चलको कुना घुरेर मान्छेहरूलाई चिया बगानहरूमा हाम्रो विश्वकर्मा नेपाली मान्छेहरूलाई उहाँले गएर उत्साह दिनुहुन्थ्यो। डोडो रावत बरु भागेर जानु पर्दैन, चाइना आए पनि आओस् भनेर टोलामा पनि उहाँले धेरै उत्साह प्रेरणा दिन लागेर उहाँले चलाउनु भएको थियो। त्यसै गरी अनि फेरि उहाँ सन् 1967 मा 1967 मा दोस्रो पटक एमएलएमा प्रतिनिधित्व गर्नुभयो। तर के भन्दाखेरि सरकारले उहाँहरूलाई अन्याय गरेको समय जुन उहाँको आफ्नो समष्टि थियो, डिगबोई समष्टि थियो, डिगबोई समष्टिबाट उहाँलाई टिकट नदिएर तिनखान भन्ने ठाउँमा टिकट दिएकोले गर्दाखेरि नयाँ समष्टिमा जानु परेकाले उहाँले अलिकति अप्ठ्यारो भयो। साथै त्यतिखेर उहाँ बिमारी हुनुहुन्थ्यो। बिमारी भएकोले गर्दाखेरि उहाँले त्यो टिकटमा त्यो समष्टिको एमएलएमा जित्नु सक्नु भएन। धेरै दुःख लाग्यो उहाँलाई। जति पनि उहाँले आफ्नो मन हार मान्नु भएको थिएन। हार नमानिकन उहाँले अघिबाट जानुभएको थियो, त्यसै काम गरिनु भएको थियो। त्यसै गरी 1968 मा 1968 को रामपुर जागुनमा पहिलो पटक अधिवेशन भएको थियो। असम गृह सम्मेलनको अधिवेशनमा उहाँ बिमारी भएर पनि
जान्छन् भएन सभामा उहाँ बिमारी हुनुहुन्थ्यो तर बिमारी भए पनि उहाँलाई सभापतिको दायित्व उहाँलाई ग्रहण गरेको थियो अशोक बल सम्मेलनले। चिन्ता गर्नुहोस् अशोक बल सम्मेलनको पनि सभापति दायित्व उहाँले एकपल्ट निभाउनु भएको हो। त्यसै गरी उहाँ बिचमा बिमारी पनि हुनुभयो। बिमारी भएर पनि धेरै काम अघि बढेर जानुभएको थियो। गौरा लासमा 1959 को 69 को 29 जुलाईको दिन डिब्रुगढ मेडिकलमा उहाँको आकस्मिक मृत्यु भयो। उहाँ बिमारी हुनुहुन्थ्यो लगभग 3 महिना बिमारी भएपछि अलिक पेरालाइज टाइपको भन्दै बिमारी थियो भएर उहाँलाई हार्ट स्ट्रोक भएको त उहाँलाई 1969 को 29 जुलाईको दिन उहाँको निधन भयो डिब्रुगढ मेडिकलमा। त्यसरी गर्दाखेरि उहाँको एउटा वर्णाढ्य जीवनको एकजना वरिष्ठ पुरुष महापुरुष हाम्रो वन विषयको लागि उहाँको सङ्घर्ष समाप्त भएको थियो। सन् 1969 को 3 अगस्तको दिन शिलङमा त्यसैबेला आसामको राजधानी शिलङ थियो। शिलङ विधानसभामा उहाँको शोक सभा मनाएको थियो। जुन शोक सभाको अध्यक्ष गर्नुभएको थियो हाम्रो बाबु विष्णुलाल उपाध्यायज्यूले। तपाईँ सुन्नुभएको होला बाबु विष्णुलाल उपाध्याय एकजना वरिष्ठ समाजसेवक पूर्व एमएलए हुनुहुन्छ आसामको। उहाँले पनि धेरै काम गर्नुभएको छ। उहाँसँग राम्रो सम्पर्क थियो दलबहादुर लोहारको। त्यस शोक सभामा बाबु दलबहादुर लोहारले सभापति गर्नुभएको थियो। अचम्म लाग्छ सुन्दाखेरि जब दलबहादुर लोहारको खस्नुभयो उहाँको जुन अन्त्येष्टिक्रिया भयो उहाँको जुन कर्म भयो शास्त्रीय हामीहरू जुन छुट्याइ भयो त्यसमा समग्र आसामबाट आदिवासी व्यक्तिका मान्छेहरूले सेवा गर्ने मान्छेहरूले सबै चामल सामल पैसा उठाएर दिएर गएर सम्पूर्ण खर्च उहाँहरूले गर्नुभएको थियो। घरको के खर्च दिनुभयो भन्ने कुरा हामीले थाहा लागेको छ। त्यो कुरोको टिकामा उल्लेख पनि गरेको छु। यसरी एकजना व्यक्तिको निधन भएको छ। म के भन्न चाहन्छु भने हाम्रो बिचमा हामी आफैलाई तलको जात भन्न चाहन्छौँ मधेसको मान्छेहरू। शिक्षामा हामी कमी छौँ भन्छौँ तर जातमा हामी तल हुनु कहिले पनि हुँदैन। हाम्रो शिक्षामा हामी खालि अघि बढ्नुपर्छ। अब हाम्रो एउटा हेर्नुहोस् सम्पूर्ण स्वयं हाम्रो दलबहादुर लोहार मात्र जना 8 कक्षासम्म पढ्ने मान्छेले क्लास 8 पढेको मान्छेले कहाँसम्म गर्नुभएको काम त्यो सानो कुरो होइन। पहिलो गोर्खा हामीले पनि दलबहादुर लोहार चिया समाज चिया सङ्घको असम चिया सङ्घको सभापति पनि दलबहादुर लोहार असम गोर्खा सम्मेलनको सभापति पनि दलबहादुर लोहार भारतीय गोर्खा लीगको सभापति दलबहादुर लोहार यस्ता खालका व्यक्ति मात्र क्लास 8 पढेर के सानो सम्भव थियो होला र उहाँको अदम्य साहस अदम्य उहाँको एउटा स्पृहलाई हामीले सलाम गर्नुपर्छ हामीले मान्नुपर्छ। र यस्ता व्यक्तिको आज हामीले 108औं जन्म जयन्ती मनाएका छौँ। यो एउटा सानो काम भएको छैन। हुन त आज यस भेगमा यो अञ्चल भनौँ पहिलोपटक म यसरी आएर दुई कुरा बोल्दैछु आफूहरूको समक्ष। अन्त धेरैपल्ट बोले पनि आजको यस भेगमा मलाई दिन चाहियो। धेरै म आभारी छु आफूहरूको बिच। मैले भनिसकेको छु म त भाषण दिनुभन्दा पनि जात निकाल्दै नाच्नेमा बेसी गाउनेमा म छुट्टै गर्छु। र तपाईँहरूको जुन सहयोग गर्नुभयो नृत्य गरेर मलाई राख्नु दिनुभयो त्यसको लागि धेरै धन्यवाद छ। धेरै लामो भन्दिनँ म तपाईँहरूले जानिसक्नु भएको छ। किताब अलरेडी किताब भइरहेको छ। किताबको टाइम भनेर दिन सक्छु म। र अरू पनि हाम्रा वक्ताहरूले अरू पनि अवसर अतिथिहरूले बोल्नुपर्ने यहाँ छ। त्यति भन्दै धेरै लामो पार्दिनु म। अन्तमा फेरि पनि हाम्रो बुढादल आञ्चलिक समितिको रफुल जिल्लालाई मेरो आन्तरिक धन्यवाद ज्ञापन गर्दै म समस्त आयोजक समारोहमा भेला हुने सबै हाम्रा स्टुडेन्ट भाइ दिदीबहिनीहरूलाई हृदयबाट प्रणाम गर्दै छोटो वक्तव्य म शब्द गर्न चाहन्छु। जय हिन्द।